यति मिठो तरुल चप, त्यो पनि घरमा सजिलै बनाउन सकिन्छ। मैले चाहिँ आज हजुरहरूलाई 2 थरीको तरुल चप बनाएर देखाउन गइरहेकी छु। हामीहरू तरुलको तरकारी अनि उसिनेर त खाइरहेका हुन्छौँ, तर यसरी चप बनाएर खाँदा पनि असाध्यै मिठो हुन्छ। त्यसैले मैले जानेको रेसिपी हजुरहरूलाई सेयर गर्न गइरहेकी छु। अब बनाउन तर्फ लागौँ है त। मलाई आवश्यकता पर्ने तरुल लिएकी छु। मैले चाहिँ यो तरुललाई राम्रोसँग अगाडि नै सफा गरिसकेको छु। अब यो तरुलको ठुलो ठुलो साइजको पिस बनाउँदैछु। सबै तरुलको यसै गरी पिस बनाएर सकिसके अनि म एउटा कुकर लिएँ। कुकरमा एउटा गरी म तरुल राख्दैछु। अब यो तरुल राखिसकेपछि अलिकति पानी राखिदिनु पर्छ अनि यसको ढकनी लगाएर हिट अन गरेर उसिन्न बसालेँ। हामी तरुल उसिन्दा 2 देखि 3 सिटी लगाउँछौँ। मैले 3 सिटी पनि लगाइसकेको छु। अब यसलाई केही छिन सेलाइसकेपछि यसको ढकनी निकाल्दैछु। अब तरुल पाकेको छ कि छैन हेरौँ है त। तरुललाई यसरी निकाल्दा बोक्रा आयो भने तरुल राम्रोसँग पाकेको छ भनेर थाहा हुन्छ। अब यसलाई हामी पानीबाट बाहिर झिक्नुपर्छ। सबै तरुलहरू मैले झिकेर पनि सकिसकेको छु। अब यता यो सेलाउँदै गर्छ। मैले यसको लागि अलिकति हरियो खुर्सानी लिएँ। हरियो खुर्सानीलाई मसिनो गराएर पिस बनाइसकेको छु, हेर्नु त। त्यसै गरी अलिकति धनियाँलाई पनि मसिनो गराएर पिस बनाइसकेको छु। अब यो तरुल हल्का सेलाइसकेको छ। अब यसको हामी बोक्रा निकाल्नु पर्छ। मैले सबै तरुलको यसै गरी बोक्रा पनि निकालेर सकिसके। अब म एउटा गहिरो बोल लिएँ। अब यो तरुललाई यही बोलमा खनाएँ। अनि मैले 2 थरीको चप बनाउने भएको कारणले 2 पिस चाहिँ छुट्याएँ अनि यसलाई म्याच गर्न गइरहेकी छु। म्याच गर्दा गिलासको सहायताले यसरी सजिलै म्याच गर्न सकिन्छ। अनि यसलाई हातको सहायताले पनि मसिनो गरेर म्याच गरेँ मैले। अनि यसमा स्वाद अनुसार नुन राखेँ। त्यसै गरी अलिकति जिरा धनियाँको पाउडर, अलिकति ल्वाङ सुकमेलको पाउडर अनि अलिकति हरियो खुर्सानी राखेँ। त्यसै गरी अलिकति हरियो धनियाँलाई पनि मैले राखेँ। अब यसलाई राम्रोसँग मिक्स गर्नुपर्छ। नुन मसलाहरू सबैतिर लाग्ने गरी। अब यो यतिको बनेको छ, हेर्नु त। अब बनाउन तर्फ लागौँ है त। आफूले कत्रो साइजको चप बनाउने हो त्यही अनुसार तरुलको डोलाई हातमा लिने अनि हातको सहायताले यसरी यसको सेप दिँदै जानुपर्छ। मैले हेर्नु त यसरी दिँदै गएको छु। यसको बाटुलो सेप दिनको लागि हातको औँलाको सहायताले यसरी दिन सकिन्छ। अब यस्तो बनेको छ, हेर्नु त। त्यसै गरी अर्को पनि अलिकति हातमा यसरी लिने अनि आफूले हातको सहायताले यसरी सेप दिँदै जाने। यो बनाउन एकदमै सजिलो हुन्छ, खाना पनि असाध्यै मिठो हुन्छ। यसै गरी सबै तरुलको डोको मैले चप पनि बनाएर सकिसकेँ। अब त्यसै गरी अर्को साइजको चप बनाउनको लागि मैले अघि राखेको 2 पिस तरुल लिएँ। अब यसलाई यस्तो सेपमा काट्नुपर्छ, हेर्नु त। मैले काटे जसरी सेप बनाएर काट्नुपर्ने हुन्छ। सबै तरुल पनि काटेर सकिसकेको छु। अब तरुल चपको लागि बेटर तयार पारौँ। मैले 4 चम्चा बेसन राखेँ। त्यसै गरी 1 चम्चा चाहिँ मैले चामलको पिठो राखेँ। त्यसै गरी अलिकति जिरा धनियाँको पाउडर, त्यसै गरी अलिकति मरिचको पाउडर, यो सबै राखेर राम्रोसँग मिक्स गर्नुपर्छ। त्यसै गरी मैले अलिकति फुड कलर लिएको छु। मैले चाहिँ ओरेन्ज फुड कलर लिएकी छु। यो अप्सन हो, हजुरहरूलाई मन पर्न भने स्किप गर्न सक्नुहुन्छ। अब यसलाई थोरै थोरै राखेर हामी बेटर तयार पार्दैछौँ। पानी राख्दा एकैचोटि राख्नु हुँदैन, थोरै थोरै गरी राख्दै यसको बेटर बनाउँदै जानुपर्छ। अब यो हेर्नु त यतिको भइसकेपछि यसको बेटर पनि तयार भइसकेको छ। अब पकाउनको लागि हिट अन गरेर प्यान बसाले। प्यानमा तेल राख्दैछु। तेल पनि राम्रोसँग तातेको छ। अब मैले एउटा तरुलको चप लिएँ। त्यो चपलाई चाहिँ अघि बनाएको बेटरमा यसरी दुवैतर्फ चोब्नुपर्छ। अनि चोबिसकेपछि यसरी तेलमा बिस्तारै राख्नुपर्छ। त्यसै गरी अर्को चप पनि म यसै गरी चोप्दै तेलमा राख्दैछु। तेल चाहिँ राम्रोसँग तात्नुपर्छ। मैले चाहिँ 4वटा
चप राखेर पकाउँदैछु। अब यो केही समय पाकिसकेपछि यसलाई अर्को साइड फर्काएर पकाउनु पर्छ। अर्को साइड फर्काइसकेपछि पनि हामीहरूले यसलाई केही समय पकाउनु पर्छ। त्यो साइड पाकिसकेपछि पनि यसलाई अर्को साइड फेरि फर्काएर पकाउनु पर्छ। अब यो हेर्नु त यतिको भएको छ। अब यसलाई हामी तेलबाट बाहिर झिक्छौं। हेर्नु त कस्तो राम्रोसँग बनेको छ। यसरी बनाएको तरुल चप खाँदा पनि मिठो, हेल्दी पनि। तरुलमा प्रशस्त मात्रामा भिटामिन पाइन्छ। त्यसै गरी अरू बाँकी रहेको तरुल चपलाई पनि मैले तेलमा राखेँ। एक साइड पाकिसकेपछि यसलाई अर्को साइड फर्काएर पकाउनु पर्छ। अब यो पनि पाकिसकेको छ। अब सबै तरुलको चपलाई मैले तेलबाट बाहिर निकालिसकेको छु। हेर्नु त। अब अर्को टाइपको तरुलको चप बनाउन लागौं है त। एक पिस तरुललाई हातमा लिएँ अनि यसरी दुवैतर्फ बेटर लगाएँ अनि यसरी तेलमा डुबाउने। त्यसै गरी अर्कोलाई तरुललाई पनि लिएर यसरी बेटरमा दुवैतर्फ लगाएर तेलमा राखेँ। यसै गरी तरुललाई राख्दै जानुपर्छ। अब यो हल्का ब्राउन कलर भइसकेपछि अर्को भाग फर्काएर पकाउनु पर्छ। अर्को भाग फर्काइसकेपछि पनि केही समय पकाउनु पर्छ। यसलाई केही समय पकाइसकेपछि पनि फेरि अर्को भाग पकाउनु पर्छ। अब यो यतिको भइसकेपछि यसलाई तेलबाट बाहिर झिक्नु पर्छ। यसरी बनाएको तरुल चप बनाउन पनि असाध्यै सजिलो र खान पनि असाध्यै टेस्टी हुन्छ। त्यसै गरी बाँकी रहेको तरुलको चपलाई पनि मैले यसै गरी तेलमा राखेँ। अब यसलाई केही समय पकाइसकेपछि अर्को साइड फर्काएर पकाउनु पर्छ। यसरी बनाएको तरुल चप आलु चप भन्दा पनि असाध्यै मिठो हुन्छ। हामीहरू आलु चप त खाइरहेका हुन्छौं, तर यसरी तरुल चप चाहिँ बनाएका हुँदैनौं। कहिलेकाहीँ यसरी तरुलको चप बनाएर पनि टेस्ट लिँदा असाध्यै मिठो हुन्छ। त्यसैले मैले जानेको हजुरहरूलाई रेसिपी सेयर गरेको हो। हेर्नु त, हेर्दै खाउँ खाउँ छैन त तरुल चप। खाँदा पनि मिठो, हेल्दी पनि। तरुलमा प्रशस्त मात्रामा भिटामिन पाइन्छ। त्यसैले मैले जानेको रेसिपी हजुरहरूलाई सेयर गरेको हो। मैले हजुरहरूलाई दुई थरीकै चप बनाएर पनि देखाएँ। हजुरहरूले कसरी बनाउनुहुन्छ, कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ। हेर्नु त, हेर्दै खाउँ खाउँ छैन त। मैले भाँचेर पनि हजुरलाई देखाएँ। ल हेर्नु त दुवै थरीको चप। पुरो भिडियो हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद।